ओ मेरो दाइ के छ खबर? ओ भाइ राजा ठिक छ यार, तिम्रो के छ? मेरो पनि ठिकै छ दाइ, के हुनु भर्खर एसईको रिजल्ट आयो। अब तपाईँसँग केही यसो एडभाइस लिन पर्यो भनेर आएको। कुन सब्जेक्ट पढ्दा राम्रो होला दाइ? तिम्रो जिपिए चाहिँ कति आयो नि भाइ? ठिकै आयो दाइ, 3.75 आयो जिपिए त। अनि कुन सब्जेक्ट चाहिँ पढौँ जस्तो लाग्छ त नि तिमीलाई? खोइ दाइ, साइन्स पढौँ भन्ने सोच्नु त कस्तो होला? दामी डिसिजन भाइ, एकदम दामी डिसिजन गरेर आएछौ क्या तिमी। म्यानेजमेन्ट र एजुकेसन एकदम टफ हो क्या, पढ्न नि गाह्रो हुन्छ, एकाउन्ट हुन्छ। साइन्समा के हुन्छ अरे यार, त्यही फिजिक्स र केमिस्ट्री, म्याथ हो अलिअलि गाह्रो हुने। फिजिक्समा केही पनि हुन्न, 2-4वटा न्युमेरिकल हो, तिमीले यसै सकिहाल्छौ। केमिस्ट्रीमा 4-5वटा ल पढ्न लाउँछ, त्यही हो, के पनि गाह्रो हुँदैन क्या। तिमीले यस्तो दामी एसईमा यत्रो जिपिए हाने मान्छेले सकिहाल्छौ भने तिमी आत्ति नै पर्दैन। साइन्स एकदम राम्रो डिसिजन हो क्या तिम्रो, तिमीले टप हान्छौ क्या। तिमीले साइन्सै पढ्नुपर्छ भाइ, केही गाह्रो हुँदैन। ल दाइ, त्यसो भए म अब साइन्सै पढ्ने भएँ। यस्तो सहिलो हुने रहेछ, म त गाह्रो हुन्छ होला भन्ने सोचिरहेको थिएँ।